मित्रता, सद्भाव र संस्कृतिको पुल। कार्यक्रम हिमाल वारिपारी। क्यापिटल मिडिया ग्रुपको विशेष प्रस्तुति कार्यक्रम हिमाल वारिपारी। नमस्कार, हिमाल वारिपारीमा यहाँलाई स्वागत छ। म प्रस्तोता मीरा साउद। श्रोता, कार्यक्रम हिमाल वारिपारी तपाई काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारंगी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारंगी 93.8 मेगाहर्ज सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै cfmonioc.com तथा रेडियो सारंगी.com मार्फत पनि हिमाल वारिपारी सुन्न सक्नुहुन्छ। श्रोता, कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा परिचर्चा गर्छौं। कार्यक्रममा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, एक अर्काको देशका पारस्परिक मित्रता र नेपाल चीन बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र चीन झल्काउने विभिन्न सामग्री पनि प्रस्तुत गर्ने गरेका छौं। आजको कार्यक्रममा नेपाल चीन बीचका विभिन्न गतिविधिका साथै चीनलाई चिनाउने एक वृहत परिचय चीनिया भाषाको गीत लगायत रहनेछ। श्रोता, नेपाल र चीन बीचको सम्बन्ध भौगोलिक मात्रै होइन, ऐतिहासिक रूपमा पनि अत्यन्तै लामो छ। नेपाल र चीनको सम्बन्ध अविच्छिन्न पारस्परिक रूपमा अघि बढ़िरहेको छ। चीनले आर्थिक समृद्धिमा गरेका महत्वपूर्ण उपलब्धिहरू, चीनका भोगाई तथा त्यसबाट नेपालले लिन सक्ने लाभहरू प्रचुर मात्रामा रहेका छन्। एउटा छिमेकी राष्ट्र मात्र होइन, चीनले आफैमा गरेको समृद्धिको लाभ नेपालले लिन सक्छ। यो सँगै चीनले नेपालको विकासमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ। अबको क्रममा नेपाल चीन सम्बन्धी समाचार गतिविधि। विश्व महिला शिखर सम्मेलन अक्टोबर 13 तारिक पेइचिङमा शुरू भएको छ। उद्घाटन समारोहमा चीनले महिलाको सम्पूर्ण विकासलाई तीव्रता दिने 4 बुँदे प्रस्ताव प्रस्तुत गरेर श्रृंखलाबद्ध रूपमा विश्व महिला विकास प्रवर्धन गर्ने व्यावहारिक कदमको घोषणा गरेको छ। संयुक्त राष्ट्रसंघ महिला विभाग एसिया प्रशान्त क्षेत्रका प्रमुख क्रिस्टिन अलाभले राष्ट्राध्यक्ष सी जिनपिङले प्रतिबद्धता जनाएर व्यावहारिक रूपमा लागू गर्ने र यसले विभिन्न मुलुकमा एउटा नमूना स्थापना गर्ने बताउनुभयो। घानाका बालबालिका र सामाजिक सुरक्षा मन्त्री अग्रेस ना मोमो लाटीले भन्नुभयो, राष्ट्राध्यक्ष सी जिनपिङले प्रस्तुत गर्नुभएको 4वटा प्रस्तावमा मुख्य विषय संयुक्त सहयोगलाई अघि बढाउने हो र लैंगिक समानतालाई विश्वको एउटा मुख्य विषयमा राख्न जोड दिनुभएको छ। यस्तै तान्जानियाका प्रतिनिधि जुलियाना किबोन्डले राष्ट्राध्यक्ष सीको सम्बोधनले अफ्रिकी मुलुकका लागि अर्थपूर्ण रहेको बताउनुभयो। चीनिया आधुनिकीकरणको नयाँ यात्रामा प्रत्येक महिला एक तारा हुन्। चीनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा आयोजित महिला सम्बन्धी विश्वव्यापी नेताहरूको बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको छ। सीजीटीएनद्वारा 38 देशका 7292 जना उत्तरदातामाझ गरिएको सर्वेक्षणले आर्थिक र सामाजिक प्रगतिलाई अगाडि बढाउने महत्वपूर्ण शक्तिको रूपमा महिलाको भूमिकामा व्यापक सहमति देखाएको छ भने चीनमा महिलाका कारण विकासमा व्यापक उपलब्धि प्राप्त भएको देखिएको छ। सामाजिक र आर्थिक विकासका लागि महिला विकास स्तरलाई मापन गरिनु आवश्यक मानिन्छ र दिगो विकास प्राप्त गर्न महिलाको व्यापक विकासलाई प्रवर्धन गर्नु एक महत्वपूर्ण लक्ष्य पनि हो। सर्वेक्षणले देखाउँछ कि विश्वव्यापी उत्तरदाताहरूको 74.9%ले महिलाका मुद्दाहरूमा ध्यान दिनेछन्। यो संख्या विकासशील देशहरूका उत्तरदाताहरूमा 80.9% छ र 44 वर्ष मुनिकाहरूका लागि 80.1% भन्दा बढी छ। उल्लेखनीय रूपमा विकासशील देशहरूमा 71.7% उत्तरदाताहरू महिला अधिकारहरू प्रभावकारी रूपमा सुरक्षित छन् भन्ने कुरामा सहमत रहेका छन्। महिला अधिकारको संरक्षणको नतिजाको मूल्याङ्कन गर्दा विश्वव्यापी उत्तरदाताहरूले शिक्षामा महिलाको पहुँच, राजनीतिक सहभागिता र उनीहरूको समग्र स्वास्थ्य स्थितिप्रति सन्तुष्टि व्यक्त गरेका छन्। सीजीटीएन र चीनको रेनमिन विश्वविद्यालयले संयुक्त रूपमा नयाँ युग अन्तर्राष्ट्रिय संचार अनुसन्धान संस्थान मार्फत यो सर्वेक्षण गरेका थिए।
अक्टोबर 13 तारिकका दिन आयोजित चिनिया परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विश्व महिला शिखर सम्मेलनको बारेमा सोधिएको प्रश्नको जवाफ प्रवक्ता लिन च्यानले दिनुभएको छ। प्रवक्ता लिनले जानकारी दिनुभए अनुसार 5 महादेशका 110 भन्दा बढी देश, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनका 800 भन्दा बढी चिनिया र विदेशी अतिथि पेचिङमा भेला भएका छन्। तीमध्ये 20 जना राष्ट्राध्यक्ष, सरकार प्रमुख, संसद नेताहरू, उपप्रधानमन्त्री स्तरका अधिकारी र अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू सामेल छन्। उहाँहरूले भागी साझा महिलाहरूको पूर्ण विकासको नयाँ प्रक्रिया तीव्र पार्ने भन्ने मुख्य विषयमा छलफल गर्दै साझा योजना बनाउँदै र भविष्यको बारेमा संवाद गर्दै हुनुहुन्छ। विभिन्न पक्षले चिनिया राष्ट्राध्यक्ष सी जिनपिङको महत्वपूर्ण भाषणलाई उच्च मूल्याङ्कन गर्दै सीले प्रस्तुत गर्नुभएका 4 बुँदे प्रस्ताव युगको प्रवृत्तिलाई अनुकूल भएको साथै विश्वव्यापी महिलामा कार्य प्रवर्धनमा चीनको प्रस्तावको प्रस्तुति भएको प्रशंसा गर्नुभएको छ। यसका अतिरिक्त राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको विश्व महिला महाकार्यको विकासमा चीनको समर्थनका 5 व्यवहारिक कदमले नयाँ युगको चीनको ठूलो जिम्मेवारीलाई पूर्ण रूपमा प्रदर्शन गरेको पनि जनाउनु भएको छ। चिनिया महिला महासंघका उपाध्यक्ष, सचिवालयको प्रथम सचिव एवं राष्ट्रिय परिषदको महिला तथा बालबालिका कार्य समितिका उपप्रमुख वाङ स्योवेले हालै चाइना मिडिया ग्रुपको CGTN-लाई विशेष अन्तर्वार्ता दिँदै चीनको महिला कार्यको विकासमा पाएका उपलब्धिहरूबारे सकारात्मक टिप्पणी गर्नुभएको छ। वाङले व्यक्त गर्नुभयो, सेप्टेम्बर 19 तारिक चीनले नयाँ युगमा महिलाहरूको विस्तृत विकासको कार्यान्वयन र उपलब्धिको प्रवर्धन श्वेतपत्र जारी गरेको थियो, जसमा चीनले महिलाको विकास र अधिकार हितको रक्षा लगायतका क्षेत्रहरूमा पाएका उपलब्धिहरूको व्यवस्थित प्रणालीगत परिचय दिएको छ। वाङले 4 वटा अभूतपूर्व कुराहरू भन्ने शब्दहरूद्वारा चिनिया महिला कार्यको उपलब्धिको बारेमा संक्षेपीकरण गर्नु भएको छ। पहिलो, चिनिया कम्युनिस्ट पार्टी र चीनले महिला कार्यप्रति देखाएको उच्च मूल्याङ्कन र समर्थन अभूतपूर्व छन्। दोस्रो, चीनका महिलाहरूको लाभको अनुभूति, खुशी र सुरक्षाका अनुभूति अभूतपूर्व छन्। तेस्रो, महिलाले खेल्ने महत्वपूर्ण भूमिका विभिन्न क्षेत्रहरूमा पूर्ण रूपमा देखिनु अभूतपूर्व छ। र चौथो, चीनको महिला कार्यको विश्वव्यापी शासनमा गहिरो सहभागिता अभूतपूर्व छ। र चिनिया सिन्डलर र नान्सिङको असल मानिस भनी चिनिने जर्मन नागरिक जोहान रावेले नान्सिङ सामूहिक नरसंहारको बेला नान्सिङ सुरक्षित क्षेत्र स्थापना गर्नुभएको थियो र उहाँलाई सुरक्षित क्षेत्र अन्तर्राष्ट्रिय समितिका अध्यक्षको रूपमा मनोनित गरिएको थियो। उहाँले 2,50,000 चिनिया नागरिकको ज्यान बचाउन अथक प्रयास गर्नुभएको थियो। यस कार्यक्रममा उहाँको योगदानलाई पनि सम्झाइएको थियो। उहाँका नाति थोमस रावेले आफ्नो सम्बोधनमा यसरी व्याख्या गर्नुभयो, मेरा हजुरबा नान्सिङमा बसेका बेला जापानी फासिस्टहरूले नान्सिङमा गरेका अत्याचारको बारेमा 8 वटा पुस्तकहरू लेख्नु भएको थियो, जसमा ऐतिहासिक कागजातहरू र परिवारलाई लेखिएका पत्रहरू समावेश थिए। मूल पत्रहरू चीनको राष्ट्रिय अभिलेख केन्द्रीय अभिलेखागारमा संग्रहित छन् र तिनीहरू विश्व स्मृति ऐतिहासिक दस्तावेज सूचीमा पनि समावेश छन्। उदाहरणका लागि सन् 1937 को डिसेम्बर 26 तारिक उहाँले लेख्नु भएको थियो, मेरा लागि सबैभन्दा राम्रो क्रिसमस उपहार मेरो घर वरिपरि 600 शरणार्थीहरूको ज्यान बचाउन सक्नु हो। यी विषयवस्तुहरूले मेरो मनमा गहिरो प्रभाव पारेका छन्। एक युवाको रूपमा तपाईले सर्वप्रथम आफ्नो वातावरणको शान्तिको रक्षा गर्नुपर्दछ। चीनले कठिन सङ्घर्ष गरेर अन्ततः जापानी अतिक्रमण विरुद्धको युद्धमा विजय हासिल गरेको छ। हामी र हाम्रा चिनिया साझेदारहरूले मानवीय क्षेत्रमा सँगै अगाडि बढाएका कार्यहरूले मलाई गौरव महसुस गराएको छ। श्रोता, हिमाल वारिपारीका श्रृङ्खलाहरूमा हामी नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्री प्रसारण गर्दै आइरहेका छौं। अबको क्रममा चीनलाई चिनाउने एक सामग्री। सांघाई यातायात विश्वविद्यालय। सांघाई यातायात विश्वविद्यालयमा विज्ञान शास्त्रमा आधारित भई मुख्यतः यातायात इन्जिनियरिङको अध्यापन गरिन्छ। सन् 1896 मा स्थापित यस विश्वविद्यालयमा पोत परिवहन तथा समुद्री इन्जिनियरिङ, यन्त्री तथा प्रचलित शक्ति इन्जिनियरिङ, इलेक्ट्रोनिक सूचना तथा विद्युत ग्यास इन्जिनियरिङ आदि विषयका 28 वटा क्याम्पस छन्। तीमध्ये विज्ञान, इन्जिनियरिङ, लिबरल आर्ट्स, कला, भाषा, इतिहास, साहित्य आदि विषय पढाइ हुने, व्यवस्थापन, कृषि, अर्थतन्त्र, कानून, शिक्षा आदि विषय प्रमुख छन्। ती विषयहरूमध्ये
दूरसञ्चार तथा इलेक्ट्रोनिक प्रणाली, पोत वहन तथा समुद्री इन्जिनियरिङ, सो नियन्त्रण, मिश्रित सामग्री, धातु नम्यता सम्बन्धी प्रशोधन विषयको पढाइको स्तर विश्वमा सबैभन्दा उच्च स्तरमा पुगिसकेको छ। हाल यस विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको संख्या जम्मा 16,000 भन्दा बढ़ी छ। स्नातकोत्तर तह तथा विद्यावारिधि गरिरहेका विद्यार्थीहरूको संख्या 25,000 जति छ। विगत केही वर्षमा सांघाई यातायात विश्वविद्यालयबाट 1 लाख भन्दा बढ़ी सक्षम विशेषज्ञहरू उत्पादन गरेको छ। उनीहरू मध्य राजनीतिज्ञ, व्यावसायिक, वैज्ञानिक, प्राध्यापक तथा इन्जिनियरिङ क्षेत्रका विशेषज्ञ छन्। चीनमा अध्ययनको अवस्थाबारे बितेका केही वर्षमा चीनको अर्थतन्त्रको विकासमा देखा परेको तीव्र वृद्धि र विश्वमा चीनको स्थान पनि दिन प्रतिदिन महत्वपूर्ण हुँदै आएको परिप्रेक्ष्यमा चीनमा अध्ययन गर्नका लागि आउने विदेशी युवा युवतीहरूको संख्यामा पनि वृद्धि हुँदै आएको छ। हालसम्म चीनमा अध्ययनरत विदेशी विद्यार्थीहरूको संख्या 3,20,000 पुगिसकेको छ भने ती मध्ये आफ्नै खर्चमा अध्ययन गर्न चीन आएका विद्यार्थीहरूको संख्या 90% रहेको पाइएको छ। ती विद्यार्थीहरू मुख्यतः गणतन्त्र कोरिया, जापान, अमेरिका, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, जर्मनी, रूस, नेपाल, फ्रान्स, अस्ट्रेलिया, मलेसिया आदि 100 भन्दा बढ़ी मुलुक र क्षेत्रबाट आएका हुन्। चीनमा अध्ययन गर्न आएका विदेशी विद्यार्थीहरूले मुख्यतः हान जाति भाषा, चीनको संस्कृति, चीनको इतिहास, परम्परागत चिनिया औषधि आदि चिनिया विशेषतायुक्त विशेष विषय पढ्ने गरेका छन्। केही वर्ष यता कानून, वित्तीय र आर्थिक विषय, लेखाशास्त्र तथा साइन्स र इन्जिनियरिङ आदि विषय पनि विदेशी विद्यार्थीहरूका लागि आकर्षणका विषय बनेका छन्। यसका अतिरिक्त चीनले चीनमा पढ्न आएका बाहिरका विद्यार्थीहरूको परिधिलाई विस्तार गर्नका लागि अरू कदम पनि चाल्दै आएको छ। उदाहरणका लागि ती विद्यार्थीहरूलाई विश्वविद्यालय बाहिरका नागरिकहरूका घरमा बास बस्न अनुमति दिनुका साथै उनीहरूलाई चीनका साधारण जनतासँग घुलमिल हुने अवसर दिइएको छ। स्नातकोत्तर तहमा अंग्रेजी भाषा र चिनिया भाषा गरी 2 किसिमका भाषामा लेख्न पाउने व्यवस्था गरिँदा चिनिया भाषाको स्तर त्यति राम्रो नभएका विद्यार्थीहरूलाई पनि यसले आकर्षित गरेको छ। चीन सरकारले अरू बढ़ी विदेशी विद्यार्थीलाई आकर्षित गर्न विभिन्न विश्वविद्यालयलाई ठूलो सहयोग प्रदान गरेको छ, जसले सन् 2020 सम्ममा चीनका अध्ययनरत विदेशी विद्यार्थीको संख्या 5 लाख पुग्ने लक्ष्यलाई व्यवहारमा उतार्न सकेर चीन एसियामा सबैभन्दा बढ़ी विदेशी विद्यार्थी अध्ययनरत गन्तव्य मुलुक बन्न सफल भएको छ। हान जातीय भाषा सिक्नु। चीनमा आएर चिनिया भाषा सिक्नु ती विद्यार्थीहरूको उद्देश्य हो। हालसम्म चीनमा पढिरहेका ती विद्यार्थीहरूमध्ये 60% चिनिया भाषा सिकिरहेका छन्। चीनमा हान जातीय भाषा सिक्ने प्रणाली निकै लचिलो छ। केही महिना वा केही सातासम्मको छोटो समयको कक्षाका साथै 4 वर्षसम्म लेक्चर सुन्नुपर्ने विश्वविद्यालयको स्नातक स्तरको कक्षा पनि छ। चीनले बाहिरका ती विद्यार्थीहरूका लागि निकै स्तरयुक्त विभिन्न विषयका चिनिया भाषाका पाठ्यक्रम बनाएको छ। विश्वविद्यालयहरूले पनि ती विद्यार्थीहरूको भिन्न स्तर अनुसार अंग्रेजी र चिनिया भाषा वा चिनिया भाषाद्वारा मात्र सिकाउने गरेका छन्। चीनमा चिनिया भाषा सिक्दा धेरै जसोले त विश्वविद्यालयमा सिक्नुहुन्छ। हालसम्म चीनका 300 भन्दा बढ़ी विश्वविद्यालयले चिनिया भाषा सिक्ने बाहिरका विद्यार्थीहरूको भर्ना लिएका छन्। विद्यार्थीहरूले आफ्नो अवस्था अनुसार प्रत्यक्ष रूपमा विश्वविद्यालयसँग सम्पर्क राख्न सक्छन्। चीनले सन् 1992 देखि चिनिया भाषाको टोर्फर कहलिने चिनिया भाषाको स्तर सम्बन्धी परीक्षाको व्यवस्था मिलाएको छ। त्यसमा विभिन्न स्तरमा विभाजित गरिएको छ भने जसबाट ती विद्यार्थीहरूको चिनिया भाषाको स्तरको मूल्याङ्कन गर्न पाइन्छ। अचेल यो परीक्षा चीनमा मात्र छैन, विश्वका 28 वटा मुलुक र क्षेत्रमा दर्जनौं परीक्षा केन्द्रको स्थापना गरिएको छ। श्रोता, कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा गर्छौं। आज पनि हामीले यस्तै विषयमा चर्चा गर्यौं। हवस् त अर्को श्रृंखलामा थप विषयवस्तु सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि म कार्यक्रम प्रस्तोता मीरा साउद बिदा हुन्छु। नमस्कार। मित्रता, सद्भाव र संस्कृतिको पुल, कार्यक्रम हिमाल वारिपारी, क्यापिटल मिडिया ग्रुपको विशेष प्रस्तुति, कार्यक्रम हिमाल वारिपारी।